हर्क साम्पाङलाई चारैतिरबाट घेर्छन्। ओ यो त गाई खाने हो है, यो गोरु खाने हो है, यो मान्छे खाने हो भन्दा खिलिलिलिलि ताली पड्काउँछ जनताहरू पनि। ए भाइ, गाई र गोरु त आज रेडिसन होटलमा पनि पाक्छ त, त्यहाँ गएर निगरानी गर न। कसैले के को नासु खान्छ, कसैले के गर्छ भन्ने कुरातिर लाग्ने होइन त। एउटा राईको छोरो विपक्षमा बसेर आवाज उठाउँदैछ, यो मेरो माटो बेच्न दिन्न। उसको राजनीतिक जेसुकै होस् न, ऊ घरमा जेसुकै खाओस् न, उसका जतिसुकै बुढी हुन्न, ऊ भोलि जेल जाओस् न। हामीलाई खोया मतलब छ नागरिकलाई। नागरिकको आवाज उठाइदिने, नागरिकको अधिकार दिने आवाज त उनले बोलो नि त। यो देश बेच्न पाइँदैन भनेर त भन नि त। भने नागरिकले के चाहन्छ त? आफ्नो राष्ट्रिय चाहन्छ। 39,000 नागरिकले किन हर्क साम्पाङलाई भोट दिए? तपाईँ गएर बोल्नुहोस्, हाम्रो आवाज उठाउनुहोस्। लोकतन्त्रको विरुद्ध कोही बोल्छ भने तपाईँ अगाडि बढ्नुहोस् भनेर भनिया छन्। भने एउटा हर्क साम्पाङलाई चारैतिरबाट घेरेर यो त धेर बोल्छ, कहिले उसलाई धेर बोल्ने बनाइदिए, बौला बनाइदियो हर्क साम्पाङलाई। भने लोकतन्त्रमा प्रतिपक्ष भएन भने प्रधानमन्त्रीजी कहाँबाट खोयाबाट आयो?